साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। म हो तपाईहरुकै प्यारी साथी आशा नाना। अनि आज चाहिँ साथीहरू आजको दिन स्टार्ट भयो। यहाँ चाहिँ कति आजको दिन स्टार्ट भयो भन्नाले अहिले चाहिँ 10:30 बजेर 40 मिनेट गएको छ दुबईमा। अनि म चाहिँ ड्युटी जानको लागि निस्किसकेको छु साथीहरू, किनकि मलाई ड्युटी पुग्नलाई लाग्छ 1.5 घण्टा है। अनि किनकि लगभग 1.5 घण्टा भनौँ न, 12 बजेदेखि हो नि त मेरो ड्युटी, 12 बजेदेखि हो। अनि त्यही भएर अहिले चाहिँ म 10:40 मा निस्केँ। अब मेट्रो स्टेसन जाँदैछु। मेट्रो स्टेसन यहाँबाट लगभग 10 मिनेट छ साथीहरू। त्यस पछाडि म पुग्ने छु मेट्रो स्टेसन। अनि मेट्रो स्टेसनबाट चाहिँ फेरि जानुपर्ने छ बिजनेस बेबाट साथीहरू फेरि बसमा चढेर जानुपर्ने हुन्छ है त। अनि आजको दिन यहाँहरूको शुभ रहेको होस्, अब ग्रेट डे भन्न चाहन्छु साथीहरू। अनि सबैजनाको कामकाजमा अनि सबैजनाको व्यापार व्यवसायमा प्रशस्त आशिष मिल्न सकेको होस् भन्न चाहन्छु साथीहरू। अनि मेरो पनि अब आज अपोइन्टमेन्टहरू छ, गएर चाहिँ आफ्नो कामहरू चाहिँ भट्टाभट्टी गर्नुपर्ने हुन्छ साथीहरू। यस्तै छ। हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु भएको निम्ति चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। आउने दिनमा पनि यसरी मलाई साथ सपोर्ट र माया गरिदिनु होला है त। साथीहरू म चाहिँ बुर्जुमान पुग्न आँटिसकेँ। अहिले चाहिँ यहाँ चाहिँ अन्डरग्राउन्ड हुन्छ नि त, सरबटेजीबाट बुर्जुमानसम्म चाहिँ। अनि अहिले म चाहिँ अब बुर्जुमान 2 मिनटमा पुगिहाल्छु। त्यस पछाडि फेरि अर्को मेट्रो स्टेसन चेन्ज गर्नुपर्ने हुन्छ साथीहरू है त। हेर्नुहोस् न कस्तो अन्डरग्राउन्ड देख्छ यो। सरबटेजीबाट चाहिँ बुर्जुमानसम्म आइन्जेल चाहिँ पुरै अन्डरग्राउन्ड देखिन्छ क्या साथीहरू। तर 3 मिनटको मात्रै बाटो छ, आइपुगिहालिन्छ। त्यस पछाडि जाने म चाहिँ अगाडि उभिरहेको छु अहिले। Doors will open on right-hand side. This is interchange station between Dubai Metro Red and Green lines. Door opening. साथीहरू बुर्जुमान आइपुगिसकेँ। अब म बुर्जुमानबाट फेरि चेन्ज गरेर चाहिँ अर्को मेट्रोमा जानुपर्ने हुन्छ बिजनेस बे। अनि यहाँ चाहिँ यस्तो भिड छ साथीहरू। यो त केही होइन कस्तो बिजी प्याक हुन्छ है। यो त केही पनि होइन। ममा ठेलामठेल मान्छेहरू हुन्छ, भिरामभिर मान्छेहरू हुन्छ। किनकि ड्युटी सबैजना ड्युटीहरू गइरहेको हुन्छ, कोही घुम्न आइरहेको हुन्छ, कोही कता है। अनि यस्तै छ साथीहरू। यो चाहिँ बुर्जुमानको उयो हो। यो चाहिँ मलाई एकदम मनपर्छ यो बुर्जुमानको झुमर चाहिँ साथीहरू। साथीहरू फेरि पनि घाम स्टार्ट भइसकेको छ। यस्तो चर्को घाम है। अनि यस्तो चर्को घाम छ साथीहरू। मेट्रोबाट निस्केर त्यहाँ बस लाइन लागिरहेछ पारी। त्यहाँ जानुपर्ने हुन्छ। बसमा चढेर मेट्रो कार हरायो भनेर सातो भएको थियो। त्यहाँ कहिलेकाहीँ भिडभाडमा झर्छ नि त। एकचोटि मेरो त्यस्तै काम गरेर आएको पैसा पनि हराएको थियो 200 दिराम। अनि कहिलेकाहीँ पर्सबाट मोबाइल झिक्दा यो के गर्दाखेरि यो कार्ड हराउन सक्छ क्या साथीहरू। अनि म त कहाँ हराएछ भनेको अर्कोपट्टि गोजीमा राखेको रहेछु। मुटु नै झसङ्ग भयो, नत्र त फेरि अर्को कार्ड बनाउनु पर्थ्यो। अनि यो फेरि मैले मन्थली गरेको छु। एउटा त गयो गाडी। अनि अब मन्थली गरेको छु नि त, फेरि अर्को बनाउनु पर्ने हुन्थ्यो साथीहरू। एउटा त गाडी गइहाल्यो नि त। हेर्नुहोस् त, F14 रहेछ। F14 मा चाहिँ जानुपर्ने छ। F41 मा जान्छु साथीहरू। त्यहाँ वेट गरिरहेको रहेछ। एउटा पारी पो छ त त्यो गाडी त। अरे यता वारी त छैन त। अरे कति राम्रो केटी हो। 14 रहेछ, मेरो चाहिँ 41 हो। यहाँ रोक्नुपर्ने आएको छैन साथीहरू। यस्तो टन्टला पुरा घाममा फेरि अब वेट गर्नुपर्ने अवस्था छ। कति मिनट पर्खिनुपर्ने थाहा छैन। अब यस्तै छ है साथीहरू। गाह्रो छ घरि खानु गाह्रो छ।
अब यहाँ हेर्नु लाइन बसिरहेको छ यहाँ मान्छेहरू अब यहाँ फेरि लाइन बसेन भने फेरि गाडी खानुपर्छ अनि यहाँ बस्नुपर्छ लाइनमा साथीहरू अब कतिखेर गाडी आउँछ हेर्दै गर्नुहोस् है त साथीहरू हेर्नुहोस् त म चाहिँ यस्तो टन्टलापुर घाममा यो चाहिँ तापियोका चिप्स भन्छ तापियोका केरेला चिप्स अरे चाहिँ केरेलामा धेरै खाँदो रहेछ तर मलाई मनपर्छ मिठो हुन्छ तितो तितो तरो तरो कस्तो साह्रो हुन्छ नि त मिठो लाग्छ नि यस्तो टन्टलापुर घाममा हेर्नु न साथीहरू गाडी आएको छैन अनि सुकेर सुकुटी हुनु आँटिसक्यो डरेर सुकुटी हुनु आँटिसक्यो अब अझै कति मिनट लाग्छ थाहा छैन बस वेट गरिरहेको छु चिप्स खाँदै साथीहरू के गर्नु यस्तो अवस्था छ हेर्नुहोस् त घाम कस्तो टन्टलापुर लागेको छ मर्गेलियाम भएको छ साथीहरू हेर्नुहोस् त यस्तो तातो घाममा बिल्डिङमा झुन्डेर काम गर्दै गरेको विदेश भनेको यस्तो हो साथीहरू हेर्नु यस्तो घाममा कसरी काम गरिरहेको होला म चाहिँ सरर बसमा चढेर जाँदैछु अहिले चाहिँ हरियाली पनि यस्तो राम्रो छ अगाडिको सिट पाएँ बस वेट गर्दा गर्दा घामले पोलेर अनि अहिले चाहिँ म सरर जाँदैछु साथीहरू फाइनल्ली साथीहरू फाइनल्ली आइपुगे बसबाट उत्रेर अब सलुनभित्र जाने हो अनि चिया नास्ता खाने हो अनि काम स्टार्ट गर्ने हो ड्रेस चेन्ज गरेर हिजो मेजबान खाएको थिएँ मेरो क्लाइन्टकोमा खसीको मासु भात पेट दुखेर कस्तो भइरहेछ साथीहरू के भयो डाइजेस्ट भएन खाना धेर खाएर यहाँ चाहिँ कस्तो शीतल हावा आएको क्या यो समुद्र साइड भएर होला यता शीतल भन्नाले त्यस्तो शीतल त के हुनु साथीहरू पोल्ने खालको हावा तर सरर हावा आउने क्या हावामा चाहिँ आइपुगेँ अब भित्र जान्छु साथीहरू हेर्नुहोस् त हाम्रो यस्तो राम्रो राम्रो साथीहरू आइपुगेँ म पेट दुखिरहेको छ मलाई गुड आफ्टरनुन साथीहरू चाहिँ यहाँनिर अघि स्टार्ट भएछ साथीहरू ल अब म पनि साथीहरू फटाफट चेन्ज गर्नुपर्ने हुन्छ चेन्ज गरेर चाहिँ म फेरि आउनुपर्ने हुन्छ यो ब्याग यहाँ राख्नु पर्यो साथीहरू है त अब भित्र जान्छु अनि चेन्ज गर्छु आज त साँच्चै मैले यो ब्यागमा लिएको छु लुगा सधैँ भित्र राख्थेँ अब जान्छु भित्र साथीहरू म changing hello guys have you eat already how fast today कसैले खाना खाइसकेछ म चाहिँ ड्रेस चेन्ज गर्छु कति राम्रो भएर आयो वाउ लाग्यो हेरे भुइँतिर कन्याले साना ठ्याक्कै त्यतिर हाई गाइस म सिलुलामा तामाङ है डान्सर पनि हो नि फेरि मेरो दिदीको युट्युबमा हजुरहरुलाई स्वागत छ वेलकम एन्ड त्यसैले रासु ओके इन्जॉय सर्केर झन्डै मर्यो चिप्सले साथीहरू तापियोका
अब चाहिँ आइपुगेर पनि ड्रेस चेन्ज गरिसकेँ। अब कफी रुममा पसिसकेँ। अब कफी हेर्ने कफी बनाउने साथीहरू यहाँ चाहिँ भरिपूर्ण। अनि अब कफी बनाउने पहिला सबैभन्दा पहिला घोटेर कफी पिउने अनि मात्रै त्यस पछाडि अरू काम हुन्छ साथीहरू। अनि अब बाहिर सबै यताउति गरिसकेछ नि त साथीहरूले। अब पहिला कफी पिउँछु अनि रेडी हुन्छु, त्यस पछाडि कस्टमर छ साथीहरू नि हेर्दै गर्नु होला, हेरेर ठिस लाइक थिच्नु होला अनि सरर कमेन्ट लेख्नु होला अनि सेयर पनि गर्नु होला अनि कमेन्टमा लेख्नु होला है त के कस्तो छ साथीहरू। ल यस्तै छ अब आजको दिन। अनि तपाईँले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भएको निम्ति चाहिँ थ्याङ्क यू सो मच। आउने दिनमा तपाईँहरूलाई म राम्रो राम्रो भिडियो ल्याउने छु है त तपाईँहरूको लागि, एकदम राम्रो राम्रो कन्टेन्टहरू कामको नलेजको है। अब हिजो आज चाहिँ यतिकै हेर्दै गर्नु ल।